नमस्कार यहाँहरू सम्पूर्णमा नागरिक लगानी कोषको वेबसाइट nlk.org.np मा र त्यसै गरी यो ई सर्भिस अथवा मोबाइल एप सम्बन्धी पनि एउटा सूचना छ। ब्राउजरमा क्याच क्लियर गरेपछि यो हाम्रो ई सर्भिस सेवामा केही समस्याहरू देखिएको हुनसक्छ। त्यसको लागि क्रोम हो या फायरफक्स हो, कुन चाहिँ ब्राउजर प्रयोग गर्नुहुन्छ। जस्तै गरी क्रोममा हो भने क्रोम ब्राउजर खोल्ने अनि प्रेस कन्ट्रोल प्लस शिफ्ट प्लस डिलिट गऱ्यो भने टाइमलाइन चाहिँ अल टाइम राखेर डेटा डिलिट गरेपछि यो समस्या अलिकति फिक्स भएको जस्तो महसुस गरेँ मैले पनि हेर्दाखेरि। अनि अर्को हिजोको सूचना कस्तो छ भने नोटिस नागरिक लगानी कोषमा सहभागी भएकाहरूको लागि बायोमेट्रिक केवाइसी अपडेट सम्बन्धी सूचना छ। यहाँ सम्पूर्ण उद्यान कोषमा अथवा राष्ट्रिय सेवक जीवन बिमा योजना लगायतका सम्पूर्ण सहभागी कर्मचारीहरू आफ्नो ग्राहक पहिचान विवरण बायोमेट्रिक केवाइसी अद्यावधिक गर्नुपर्ने भएकोले गर्दा eservice.nlk.org.np वेबसाइटमा आफ्नो युजर नेम र पासवर्ड प्रविष्ट गरेर लगइन गर्ने। यदि युजर नेम नभएको खण्डमा रजिस्टर फर ई सर्भिस भनेर पर्सनल लगइनको विवरण प्रविष्ट गरेर अनुरोध पठाउने र सो अनुरोध पश्चात कोषले सम्बन्धित कर्मचारीको मोबाइल अथवा इमेलमा युजर नेम र पासवर्ड प्रदान गरिसकेपछि अनि केवाइसी अपडेट भन्ने अप्सनमा गएर त्यहाँ यो फ्यामिली एड्रेस नोमिनी इन्फर्मेसन डकुमेन्ट ब्याङ्क डिटेल सबै कुराहरू प्रविष्ट गरेर सेभ गर्ने भन्ने यो जानकारी सहित यहाँ रजिस्टर फर ई सर्भिस हो। यो लगइन आइडी नभएकोहरूको लागि यताबाट रजिस्टर गर्ने, यदि अलरेडी भइसकेको मान्छेको लागि यो युजर आइडी र पासवर्ड चाहिँ यहाँ अलरेडी राखिएको रहेछ, यसरी लगइन गर्ने भन्ने रहेछ। अनि अब यो मेरो लगइन पनि अलरेडी यस्तो आइरहेको छ होइन। यो लेफ्ट ह्यान्ड साइडमा चाहिँ केवाइसी अपडेट भन्ने ठाउँ छ, त्यो केवाइसी अपडेटमा क्लिक गर्नुहोस्। त्यसपछि यो मेरो केवाइसी अपडेटमा क्लिक गर्नुहोस्। त्यसपछि यो मेरो केवाइसी फर्म भरेर सेभ गरिसकेकोले गर्दाखेरि केवाइसी रिक्वेस्ट स्ट्याटस आएको छ, डाउनलोड भन्ने अप्सन आएको छ। अब त्यसपछि प्लिज भिजिट सिआइटी अफिस फर बायोमेट्रिक भनेर बायोमेट्रिकको लागि नजिकको सिआइटी अफिसमा अथवा सिआइटीको कार्यालयमा भेट्नुहोस् भन्ने जानकारी पनि यहाँ दिएको छ। यो सबै कुराहरू यसरी यहाँ व्यक्तिगत इन्फर्मेसन सबै भर्ने। अनि त्यसपछि तल चाहिँ फ्यामिली भन्ने छ, यो फ्यामिलीकोमा फादर मदर ग्रान्डफादर आर रिक्वायर्ड भनेको छ। यसको इम्पोर्टेन्ट कुरो के छ भने तल सर्च बक्समा गएर रिलेसन सर्च गर्ने यहाँबाट होइन। अब यहाँ अहिले एक्टिभ भएको छैन घर सेयर गर्दाखेरि। अनि त्यसपछि यहाँ नेम हाल्ने। अनि यहाँ जस्तो यहाँ इज अलाइभ अर नो भनेको छ, इज अलाइभ भए टिक लगाउने, नभए टिक आउट गरेर प्लस गर्ने। अनि एउटा इन्ट्री भरिन्छ। त्यसै गरी अर्को गरेर सबै फ्यामिली मेम्बरहरूको इन्ट्री भर्न मिल्छ। अनि दोस्रो ट्याब भनेको पर्मानेन्ट एड्रेस र टेम्पोररी एड्रेसको छ। यो पनि त्यहाँ दिएको इन्फर्मेसन हामीले भर्नुपर्ने हुन्छ, फिलअप गर्ने। र तेस्रो ट्याबमा नोमिनी इन्फर्मेसन भनेको चाहिँ इच्छाएको व्यक्तिको या डिटेल्सहरू नाम नागरिकता नम्बरदेखि सबै भरेपछि पासपोर्ट साइजको एउटा फोटो राख्ने र एउटा डकुमेन्ट चाहिँ कम्तीमा यो सिटिजनसिप। यहाँ 3वटा अप्सन थियो। नोमिनीको चाहिँ सिटिजनसिप मात्रै पनि यहाँ एउटा अपलोड गर्न सकिन्छ। यो सजिलै छ। हामीसँग लगभग 2 MB सम्मको चाहिँ यहाँ लेखेकै छ, मस्ट बी लेस देन 2 MB भनेको 2 MB भन्दा सानो साइजको जेपिजी पिएनजी अथवा पिडिएफ जुन फर्मेटको भए पनि डकुमेन्ट यहाँ अपलोड हुनसक्छ भन्ने जानकारी छ। त्यसै गरी नोमिनी इन्फर्मेसन पनि भरिसकेपछि यो गार्जियन इन्फर्मेसन भनेको छ, यो ओन्ली फर माइनर भनेको छ। यो हाम्रो लागि चाहिँ भन्न जरुरी छैन। तर डकुमेन्ट्समा चाहिँ हामी आफ्नो डकुमेन्ट जस्तो यहाँ 3वटा अप्सन थियो, नागरिकता पनि थियो, अनि सिआइटी कार्डको बोथ साइड स्क्यान कपी पनि थियो र राष्ट्रिय परिचय पत्र पनि थियो। अब मैले चाहिँ यहाँ 2वटासम्म चाहिँ भरेर डकुमेन्टको नाम पनि राखेर चाहिँ प्रविष्ट अपलोड गरिसकेको
यहाँ देखिएको छ। यसै गरी यहाँ पनि अपलोड गर्नुहोला। त्यसै गरी ब्याङ्क डिटेलमा ब्याङ्क नेम, ब्याङ्क ब्रान्च र अकाउन्ट नम्बर समेत राखेर अन्तिममा राइट ह्यान्ड साइड कर्नरमा क्रसर राखेको ठाउँमा सेभ भन्ने अप्सन आउँछ। र सेभ गरिसकेपछि अहिलेको यहाँदेखि उसको इन्टरफेस देखिनेछ र केवाइसी फारम अटोमेटिक डाउनलोड हुनेछ। यदि आफै डाउनलोड भएन भने हामी यहाँ मेनुअल्ली डाउनलोड भन्ने अप्सनमा यसरी यहाँ थिच्यो भने पनि यो केवाइसी फारम डाउनलोड हुनेछ। र उक्त डाउनलोड गरिएको फारमलाई लगेर नजिकको सिआइटी अफिसमा बायोमेट्रिक भेरिफिकेसनको लागि यो अप्लाई गरेको यो फर्म भरेको डिटेल्सहरू भरेको 90 दिनभित्र टोटलमा 90 दिनमै नागरिक लगानी कोषमा आबद्ध भएका अथवा शाब्दिक जीवन बिमामा आबद्ध भएका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको लागि सूचना गरिएको एउटा सानो जानकारी यहाँ पस्किन चाहेको छु। सबैमा धन्यवाद।